Hi guys, welcome to my another mini vlog. यो चाहिँ डे 4 हामीहरु चाहिँ सबैजना जान आटेको हाइकिङको लागि एन्ड टिचरहरु पनि आउनुभयो। हामी चाहिँ अब हिँड्छौं त्यहाँबाट हाइकिङको लागि। यहाँ घोडाहरु थियो के कस्तो राम्रो यस्तो राम्रो देखिरहेको थियो भ्यू। तर हिमाल चाहिँ खुल्दैन छ त्यो दिन चाहिँ। यो चाहिँ ओल्ड गुरुङ भिलेज रहेछ। त्यहाँबाट नि हामी उतै गयौं मन्दिरतर्फ। यो चाहिँ त्यहाँको सिडी यस्तो उकालो न उकालो थियो। टी गार्डन पनि रहेछ। यहाँनिर चाहिँ सबैजना गलेर लोड भएर बसिरहेको थियो। यस्तो गला थियो। अनि त्यसपछि हामीहरु गयौं होटल हाइकिङ सकेर। यो खाजा यस्तो मिठो न मिठो थियो। यो चाहिँ मेरो जिन्दगीको सबैभन्दा मिठो खाजा हो के। त्यसपछि हामीहरु हतार लाग्यौं फेरि पोखरा। हामीहरु चाहिँ होटलमा पुगिओरी चेक इन गरेर खाना साना खाएर हामी पुङदीकोट पनि गएको थियौं एकछिन। पुङदीकोटबाट फेरि होटल फर्केर नि हामी चाहिँ गयौं एकछिन कायाक गर्न। कायाकिङ गर्ने हामीहरुको प्लान चाहिँ थिएन बट तर पनि यसो अलिअलि गरियो कायाकिङ। पानी भएर केही त्यस्तै 15-20 मिनेट त गर्न पाइयो होला, धेरै गर्नै पाइएन। हामीले कायाक गरिसकेर एकछिन फन पार्क छिरेको थियौं। अनि त्यहाँबाट हामी डुल्दै होटलतिर गयौं, खाना साना खायौं। फेरि अनि लाग्यौं लेक साइडतिर। अनि एकछिन राति यस्तो राम्रो हुँदो रहेछ लेक साइडमा। त्यस्तो भिड पनि थिएन। थ्यांक यू सो मच फर वाचिङ टुडे। बाइ गाइस।